ल भाइ तपाईको 3 बेडरुम डिट्याच प्रपर्टी लास्टको प्रपर्टी चाहिँ यो बिचमा खाली छ अस्ति हेर्न आएको प्रपर्टी बाइदेवे उ त्यहाँनिर गयो के रे है द्याट वान टिकटक तिर यहाँ त्यहाँ राखेको भिडियो चाहिँ निकै धेरै मान्छेले हेरेको रहेछ ल प्रपर्टीको लोकेसन चाहिँ यस्तो छ यो चाहिँ मेन रोड यो जिगिन्स लेन भन्छ लोकेसन वाइज चाहिँ इट्स अ गुड लोकेसन है तपाईको यतातिर पनि खासै तपाईको प्राइभेसी वाइज चाहिँ तपाईको हुन्छ नि एकदमै नजिक नजिक पनि छैन के है सरी स्टे एजेन्टको यो किन राखेको यताबाट यो साइड एक्सेस चाहिँ कसको रहेछ द्याट्स अ गुड क्वेसन म त नेक्स्ट डोरको होला ल भित्र चाहिँ आउने बित्तिकै स्ट्रेट वे खाली रहेछ अलिकति फिनिसिङहरू चाहिँ अलिकति राम्रो छैन रहेछ यहाँनिर हेर्दाखेरि मात्रै फोटोमा त अभियसली नदेखिने भयो स्पटलाइट ल यहाँ चाहिँ माथि चाहिँ स्पटलाइटहरू रहेछ ओके कार्पेट त ठिकै छ फ्लोरिङ ओके ओके फर्स्ट रिसेप्सन रुम यो चाहिँ कार्पेट पनि ओके ठिकै छ मान्छे एकचोटि चाहिँ बसेको होला यहाँनिर डेफिनेटली त्यतातिर किचन भएको नि त्यतातिर सेकेन्ड रिसेप्सन रुम and then straight to the kitchen. You got the integrated oven. There you go. Yeah, and kitchen. Off you go. There. There you go. Hello. बाहिर चाहिँ यसको तल चाहिँ एक स्टेप तल दुई स्टेप तल हैन यस्तो यता अहिलेको साइड एक्सेस चाहिँ यताकै रहेछ ल there you go and then हजुरको यो पछाडिबाट चाहिँ ल यस्तो रहेछ नेक्स्ट डोरको पनि प्रिटी मच सिमिलर नै रहेछ ल there you go ल गार्डन चाहिँ ठिकै छ ठिक्कको साइजको तपाईँको लो मेन्टेनेन्स पनि होइन हाई मेन्टेनेन्स पनि होइन यो हेजेस चाहिँ यतापट्टिको साइडमा पर्दो रहेछ सो यो काट्नु पर्ने हुन्छ टाइम टाइममा पछाडि चाहिँ कन्स्ट्रक्सन चल्दै रहेछ ल यतापट्टिको साइडबाट चाहिँ डिट्याचै भयो भने पनि एकदमै क्लोज टाँसेको प्रपर्टी रहेछ यो चाहिँ डिट्याच त डिट्याचै हो है के रहेछ रेन्टेड रहेछ के रहेछ पहिला वाज दिस प्रपर्टी रेन्टेड बिफोर So it's been rented for the last 2 years. It was owner occupied before. Right. They've moved to the north of England with work, but they weren't sure whether they were going to come back or not, so they kept the house. Right. But now that they've